हेलो गाइस, आजको हाम्रो भिडियो फेरि आइसकेको छ। हेलो गाइस, आज हामी हाम्रो गाउँ देखाउँदैछौँ। यो हाम्रो गाउँ। यो पढेर सुनाइदिनुस् त। सुजिता यो पढेर सुनाइदिनुस् त। यो चाहिँ हाम्रो फोन हो। फोन फाल्नु र जलाउनु अघि एकपटक सोचौँ। अनि यो चाहिँ सरसफाइमा दिनु ध्यान। के अरे स्वस्थ रहन जिउ ज्यान। ग्रिन शारदा, क्लिन शारदा। धन्यवाद तपाईँलाई। तपाईँले चाहिँ म तपाईँलाई केही प्रश्न सोध्छु, तपाईँले उत्तर दिनु होला है। ल, यो सल्यान नगरपालिका कुन जिल्लामा पर्छ? सल्यान ए बाई मिस्टेक। यो तपाईँको गाउँको नाम चाहिँ के हो? गैरी गाउँ। गैरी गाउँ हो। तपाईँ कति वर्षको हुनुभयो? म 14 वर्ष भएँ। 14। अनि तपाईँको मम्मी बाबाको नाम भनिदिनुहोस् त। अलि भन्नुहोस् न। सक्नुहुन्न? अहिले सक्नुहुन्न भने चाहिँ तपाईँले एउटा गीत गाएर सुनाइदिनुहोस्। म केही सक्दिनँ। एउटा गीत गाएर सुनाइदिनुहोस्। एउटा सक्दिनँ। ल, तपाईँले कति क्लासमा पढ्नुहुन्छ? म 7 क्लासमा पढ्छु। 7 क्लासमा पढ्नुहुन्छ? तपाईँ चाहिँ ठुलो भएर के बन्न चाहनुहुन्छ भन्नुहोस् त। म चाहिँ फुटबलर बन्न चाहन्छु। ल, एकदमै राइट। ल, तपाईँ फुटबलमा कसको फ्यान हुन्छ भनिदिनुहोस् त। हेलो, म एमाल। स्पेनको? यस स्पेन। स्पेनको स्पेलिङ भन्नुहोस् त। SPAIN स्पेन। धन्यवाद। अब चाहिँ म सुरभि सिलेसलाई सोध्न गइरहेको छु। ल, तपाईँको नाम भनिदिनुहोस् त पहिला। मेरो नाम सुरभि श्रेष्ठ। तपाईँ कति वर्षको हुनुभयो? म 11 वर्ष। के अरे 11 इयर्स ओल्ड। 11 इयर ओल्डको वर्ष हुनुभयो तपाईँ? तपाईँको मम्मी बाबाको नाम भनिदिनुहोस्। My mother name is Bindu Shresht. फादर My नेम? father name is Sudeep Shresht. My sister name is Sujita Shresht. My brother name is Ganesh Shresht. Ganesh Shresht. My name is Surabhi Shresht. हेर्नु गाइस, हेर्नु सक्नुहुन्छ हाम्रो सल्यानमा चाहिँ यो गाडी गुडिरहेको छ। हामी चाहिँ केही यो दर्शकहरू चाहिँ हामी चाहिँ घुम्न गइरहेका छौँ गाइस। हेर्न सक्नुहुन्छ। त्यो चाहिँ हस्पिटल रहेको छ गाइस। हस्पिटल। यो चाहिँ हाम्रो रुक्नुहोस् त तपाईँ। अलि रुक्नु। तपाईँको चाहिँ यो के हो भनिदिनुहोस् त। यो के हो भनिदिनुहोस्। तपाईँको पहिला नाम भनिदिनुहोस् त। भादुला फेरि यहाँ चाहिँ हाम्रो मङ्गलजी हुन्छ। मङ्गलजी त्यहाँबाट प्रकाशजीले कराइरहनु भएको छ। सुजिताजी यता आउनुहोस् त। तपाईँ तपाईँको कुन मन्दिर खोल्दैछ भनिदिनुहोस् त। मेरो कुन मन्दिर खोल्दैछ भन्नुहोस् न। थाहा छैन मलाई। तपाईँको भाइले खोल्दैछ त। को भाइ? म चिन्दिनँ भाइ। भाइलाई चिन्दिनँ भन्नुहोस् न। मलाई थाहा छैन। भनिदिनुहोस्। ओम शिव मन्दिरमा चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? म केही भन्न चाहदिनँ। किन के भन्न चाहनुहुन्न त तपाईँ? केही भन्न चाहदिनँ। टिटिट गराइदिनु त। ल चाहिँ यो ल अब सक्यो भिड फलक भन्न। आजको भ्लग हाम्रो यति नै हो। नमस्ते फर वाचिङ भिडियो अफ द भिडियो।